के तपाईलाई थाहा छ पृथ्वीमा एउटा यस्तो समुद्री क्षेत्र छ जहाँ सयौं जहाज र विमानहरू हराएका छन्। कसैले भन्छन् यहाँ अन्य ग्रह प्रणालीहरू छन्, कसैले भन्छन् यो समय यात्राको ढोका हो, कसैले भन्छन् यहाँ लुकेको प्राचीन सहर छ। तर के यो सबै सत्य हो वा यो केवल अफवाह र डर फैलाउने कथाहरू हुन्? आजको यो भिडियोमा हामी बर्मुडा ट्रायंगलको रहस्य वैज्ञानिक तरिकाले बुझ्ने प्रयास गर्नेछौँ, मिथक र तथ्यलाई अलग गर्नेछौँ र जान्नेछौँ कि वास्तवमा त्यहाँ के हुन्छ। तयार हुनुहोस् किनकि यो यात्रा रोचक हुनेवाला छ। सबैभन्दा पहिले बुझौँ बर्मुडा ट्रायंगल कहाँ छ। यो उत्तरी एटलान्टिक महासागरमा पर्ने एउटा समुद्री क्षेत्र हो। यसको आकार लगभग त्रिभुज जस्तो छ। यसका 3 कुनाहरू, पहिलो माइमी सहर अमेरिकाको फ्लोरिडामा, दोस्रो बर्मुडा द्वीप र तेस्रो प्युर्टो रिको। यदि हामीले यी 3 बिन्दुलाई जोड्यौँ भने एउटा त्रिभुजाकार क्षेत्र बन्छ। यो बर्मुडा ट्रायंगल। यो क्षेत्र लगभग 5 लाख वर्ग किलोमिटर जति ठुलो छ। यो लगभग स्पेन देश जति ठुलो क्षेत्र हो। अब प्रश्न, किन यो क्षेत्र महत्त्वपूर्ण छ? यो क्षेत्र धेरै व्यस्त जहाज मार्ग हो। अमेरिका र युरोप बीच व्यापारिक जहाजहरू यहाँबाट नियमित रूपमा जान्छन्। विमानहरू पनि यहाँको हवाई क्षेत्र प्रयोग गर्छन्। तर यहाँ धेरै दुर्घटनाहरू भएको रेकर्ड छ। यही कारणले यो ठाउँ रहस्यमय बन्यो। अब कुरा गरौँ केही प्रसिद्ध घटनाहरूको। तर याद राख्नुहोस्, हामी केवल प्रमाणित तथ्य मात्र बोल्नेछौँ। उडान नम्बर 19 सन् 1945 यो सबैभन्दा प्रसिद्ध घटना हो। डिसेम्बर 5, 1945 मा अमेरिकी नौसेनाका 5वटा बम वर्षक विमानहरू प्रशिक्षण उडानमा गएका थिए। यी 5वटै विमान फ्लोरिडाबाट उडेका थिए। तर केही घण्टा पछि पाइलटले रेडियो सन्देश पठाए कि उनीहरूलाई दिशा बुझ्न समस्या भइरहेको छ। उनीहरूले भने हामी हराएका छौँ, समुद्र अनौठो देखिन्छ। त्यसपछि सबै सम्पर्क टुट्यो। 5वटै विमान र 14 जना चालक दल कहिल्यै फेला परेनन्। आधिकारिक अनुसन्धानले के भन्यो? उनीहरूले भने पाइलटले दिशा निर्धारणमा गल्ती गरे, इन्धन सकियो र विमानहरू समुद्रमा खसे। तर भग्नावशेष कहिल्यै फेला परेन। यसैले रहस्य बढ्यो। युएसएस साइक्लप्स सन् 1918 यो अमेरिकी नौसेनाको एउटा विशाल मालवाहक जहाज थियो। मार्च 1918 मा यो जहाज बार्बाडोसबाट बाल्टिमोर जाँदै थियो। यसमा 300 जना भन्दा बढी मानिस थिए। तर यो जहाज कहिल्यै पुगेन। कुनै सङ्कट सङ्केत पनि आएन, कुनै भग्नावशेष पनि फेला परेन। अनुसन्धानले भन्यो कि सम्भवतः संरचनात्मक विफलता भयो वा अचानक आँधी आयो। तर पक्का कारण थाहा भएन। यी 2 घटनाहरूले बर्मुडा ट्रायंगलको रहस्यलाई अझ बढायो। अब आउँछौँ सबैभन्दा रोचक भागमा, मिथक बनाम तथ्य। पहिलो मिथक, अन्य ग्रही एलियन। धेरै मानिसहरूले भन्छन् कि यहाँ अन्य ग्रही अन्तरिक्ष यान छ। अन्य ग्रही एलियनहरूले जहाज र विमान अपहरण गर्छन्। वास्तविकता, यसको कुनै वैज्ञानिक प्रमाण छैन। यो केवल चलचित्र र काल्पनिक पुस्तकहरूको कल्पना मात्र हो। दोस्रो मिथक, एटलान्टिस। केहीले भन्छन् कि यहाँ डुबेको प्राचीन एटलान्टिस सहर छ र यहाँको प्रविधिले इलेक्ट्रोनिक उपकरणलाई प्रभावित गर्छ। वास्तविकता, एटलान्टिस एउटा ग्रीक दार्शनिक प्लुटोको काल्पनिक कथा हो। पुरातत्वविदहरूले कहिल्यै एटलान्टिस फेला पारेका छैनन्। तेस्रो मिथक, समय यात्रा र द्वार। केहीले दाबी गर्छन् कि यहाँ समयको द्वार छ, जो यहाँ जान्छ त्यो अर्को आयाममा जान्छ। वास्तविकता, भौतिक विज्ञानको कुनै पनि स्थापित सिद्धान्तले यसलाई समर्थन गर्दैन। यो पूर्ण अनुमान मात्र हो। तर प्रश्न, मानिसहरूले किन यस्ता मिथकहरूमा विश्वास गरे? कारण सरल छ। जब केही बुझ्न गाह्रो हुन्छ, मानिसहरू रहस्यमय व्याख्या खोज्छ। पुस्तक र चलचित्रहरूले यी मिथकहरूलाई प्रबोधन गरे, तर विज्ञानले यी मिथकहरूलाई अस्वीकार गर्छ। अब हेरौँ के हो वास्तविक व्याख्या। अब आउँछौँ वैज्ञानिक तथ्यहरूमा। पहिलो कारण, अचानक आँधी र विशाल छालहरू।
बर्मुडा ट्रेङ्गलको मौसम धेरै अप्रत्याशिल छ। यहाँ उष्ण कटिबन्धीय आँधी र चक्रवातहरू बन्छन्। यी आँधीहरू धेरै अचानक र भयङ्कर हुन्छन्। केही घण्टामै समय मौसम भयानक आँधीमा बदलिन सक्छ। विशाल छालहरू पनि यहाँ सामान्य छन्। यी छालहरू 30 मिटरसम्म अग्लो हुन सक्छन्। एउटा ठुलो जहाज पनि यस्तो छालले डुबाउन सक्छ। पहिले मौसम पूर्वानुमान प्रविधि राम्रो थिएन, त्यसैले धेरै जहाज र विमानहरू अचानक आँधीमा फसे। दोस्रो कारण गल्फ स्ट्रिम। यहाँ एउटा शक्तिशाली समुद्री धारा बग्छ जसलाई गल्फ स्ट्रिम भनिन्छ। यो धारा धेरै तीव्र छ। यसले भग्नावशेष र मलबेहलाई धेरै टाढा लैजान सक्छ। त्यसैले दुर्घटना भएपछि प्रमाण फेला पार्न गाह्रो हुन्छ। यसले रहस्य झन बढाउँछ। तेस्रो कारण मानवीय त्रुटि। पुरानो समयमा दिशा निर्धारण प्रविधि सीमित थियो। पाइलट र नाविकहरूले कम्पास र नक्सामा भर पर्नु पर्थ्यो। गल्ती सजिलै हुन्थ्यो। उडान नम्बर 19 को मामलामा मुख्य पाइलट नयाँ थिए र उसले दिशा गुमाएको अनुसन्धानले देखायो। चौथो कारण कम्पास भिन्नता। यहाँ केही ठाउँमा चुम्बकीय कम्पासले साँचो उत्तर सही देखाउँदैन, किनकि चुम्बकीय उत्तर र भौगोलिक उत्तरबीच भिन्नता हुन्छ। यो घटनालाई युगोनिक रेखा भनिन्छ। तर ध्यान दिनुहोस्, यो केवल बर्मुडा ट्रेङ्गल मात्र होइन, पृथ्वीको धेरै ठाउँमा यस्तो हुन्छ। आधुनिक स्थिति निर्धारण प्रणालीले यो समस्या समाधान गरिसकेको छ। पाँचौं कारण मिथेन हाइड्रेट सिद्धान्त। केही वैज्ञानिकहरूले एउटा सिद्धान्त प्रस्तुत गरेका छन्। समुद्रको तल मिथेन हाइड्रेट भण्डारहरू छन्। कहिलेकाहीँ यो ग्यास बाहिर निस्कन सक्छ। यदि ठुलो मात्रामा मिथेन ग्यास पानीमा घुल्यो भने पानीको घनत्व कम हुन्छ, जहाज डुब्न सक्छ। तर यो सिद्धान्त पूर्ण रूपमा प्रमाणित छैन। यो केवल एउटा सम्भावना हो। अब प्रश्न, यदि वैज्ञानिक व्याख्या छ भने किन बर्मुडा ट्रेङ्गल यति धेरै रहस्यमय छ? जवाब छ मिडिया र लोकप्रिय संस्कृति। सन् 1950 र 1960 को दशकमा केही लेखक र पत्रकारहरूले बर्मुडा ट्रेङ्गलको बारेमा सनसनीपूर्ण लेखहरू लेखे। सन् 1974 मा चार्ल्स बटिसले बर्मुडा ट्रेङ्गल नामको किताब लेखे। यो किताब सबैभन्दा धेरै बिक्री हुने बन्यो। यस किताबमा धेरै अतिरञ्जित कथाहरू थिए। केही तथ्यहरूलाई घुमाएर प्रस्तुत गरिएको थियो। केही घटनाहरू पूर्ण रूपमा यस क्षेत्रसँग सम्बन्धित थिएनन्। हलिउड चलचित्र र वृत्तचित्रहरूले यी मिथकहरूलाई अझ प्रबोधन गरे। मानिसहरूलाई रहस्य मन पर्छ, त्यसैले यी सनसनीपूर्ण कथाहरू चाँडै फैलिए। तर तथ्यहरू हेर्नुहोस्। अमेरिकी तटरक्षक र बिमा कम्पनीहरूको तथ्याङ्क अनुसार बर्मुडा ट्रेङ्गलमा अन्य व्यस्त जहाज मार्गहरू भन्दा बढी दुर्घटनाहरू हुँदैनन्। विश्वव्यापी समुद्री मामिला सङ्गठनले पनि यसलाई विशेष खतरनाक क्षेत्र मान्दैन। यो सामान्य व्यस्त समुद्री क्षेत्र हो जहाँ सामान्य दुर्घटनाहरू हुन्छन्। अब अन्तिम फैसला के हो? के यो बर्मुडा ट्रेङ्गल वास्तवमा खतरनाक छ? जवाब छ अन्य व्यस्त समुद्री क्षेत्रहरू भन्दा बढी होइन। के यहाँ अलौकिक शक्तिहरू छन्? जवाब छ कुनै वैज्ञानिक प्रमाण छैन। वास्तविकता यो हो, बर्मुडा ट्रेङ्गल एउटा सामान्य समुद्री क्षेत्र हो। यहाँ अप्रत्याशिल मौसम, शक्तिशाली धाराहरू र व्यस्त यातायात छ। पुरानो समयमा प्रविधि सीमित भएको कारण दुर्घटनाहरू बढी हुन्थे। आजकल आधुनिक दिशा निर्धारण, मौसम पूर्वानुमान र सञ्चार प्रणालीहरू छन्, त्यसैले घटनाहरू धेरै कम भएका छन्। वैज्ञानिकहरू एकमत छ कि यहाँ कुनै अलौकिक गतिविधि छैन। रहस्यको कारण मिडिया अतिरञ्जन र प्रमाणको अभाव थियो। जब जहाजहरू समुद्रको गहिराईमा डुब्छन्, भग्नावशेष फेला पार्न धेरै गाह्रो हुन्छ। यसले अनुमानलाई बढावा दिन्छ। तपाईँले पनि सिक्नुभयो कि सनसनीपूर्ण शीर्षक र फैलिएका कथाहरूमा आँखा चिम्लेर विश्वास गर्नु हुँदैन। आलोचनात्मक सोच महत्त्वपूर्ण छ। तथ्य खोज्नुहोस्, प्रमाण हेर्नुहोस् र त्यसपछि मात्र निष्कर्षमा पुग्नुहोस्। साथीहरू, बर्मुडा ट्रेङ्गलको रहस्य यति नै हो। यो एउटा उत्तम उदाहरण हो कि कसरी मिथक र तथ्य मिसिन्छन् र कसरी मिडिया सनसनीवादले सत्यलाई ढाक्छ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने मन पराउनुहोस्, सदस्यता लिनुहोस्, टिप्पणीमा तपाईँको विचार साझा गर्नुहोस्। के तपाईँ बर्मुडा ट्रेङ्गलको रहस्य विश्वास गर्नुहुन्थ्यो? अहिले के सोच्नुहुन्छ? अर्को भिडियोमा फेरि भेटौँला। तबसम्म सोच्दै रहनुहोस्, प्रश्न गर्दै रहनुहोस्। धन्यवाद।